म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु अगाडि राखेर तपाईहरु बस्दै गरेको घर 24 घण्टामा खाली गर्नुस् ल, सक्नुहुन्छ। सत्ता र शक्तिको आँटमा कसैलाई जोगाइदैन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुमवासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन छ? संसदमा बोलिने कुरा भनेको रन्द पार्कको चौतारामा बोले हो। यसको आफ्नै मर्यादा छ र यसको आफ्नै महत्त्व छ र यो कार्यान्वयन हुन्छ भनेर बोलिने हो। राज्य जहिले पनि शक्तिशालीको पक्षमा उभिने होइन, राज्य निमुखा र कमजोर नागरिकको सहारा बन्नु। सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्माननीय सभामुख मार्फत म भन्न चाहन्छु, माननीय प्रधानमन्त्रीज्यूलाई राम्रोसँग थाहा छ सुत्केरीको व्यथा भनेको के हो। उहाँलाई मात्र होइन यो देशलाई नै अवगत छ। तर आज बागमतीको किनारमा 10 दिनकी सुत्केरी महिला घरभित्र परली पस्दा उनको ओत भत्किँदा त्यो पीडा किन महसुस भयो? एउटा नाबालकको हातमा नेपाली झण्डा बोकेर आफ्नै घर भत्किएको हेर्दै आँखाभरि आँसु झार्दै आफ्नो किताब समेत निकाल्न पाएन त्यो बालकको मनमा राज्यप्रति कस्तो छाप बस्छ? यो सत्ता भनेको स्थायी हो, यो अस्थायी हो। सरकारी सम्पत्ति जोगाउनु पर्छ भन्ने मान्यता राख्छु, अवैध संरचना भत्काउनुस्, त्यो भत्काउनु पर्ने पक्षमा बस्छु, तर मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन। सरकारले सुकुम्बासी बस्ती होइन हुकुमवासीको मानसिकतामाथि प्रहार गर्नुहोस्। नयाँ साथीहरू चाहिँ अहिले दुई त्यहीँ पुग्नुपर्ने अवस्था आयो, यो चाहिँ अहिलेको सरकारले नगर्नुहोस्। भन्दा जुन विषयवस्तु हामी उठाउँछौँ ती विषयवस्तु चाहिँ कार्यान्वयनतिर जाओस्। संसदमा बोलिने कुरा भनेको रन्द पार्कको चौतारामा बोले होइन, यसको आफ्नै मर्यादा छ र यसको आफ्नै महत्त्व छ र यो कार्यान्वयन हुन्छ भनेर त्यो भावनाले यसलाई धैर्यताका साथ सत्ता पक्षले विशेष गरेर सरकारले सुनिदियोस्। सम्माननीय सभामुख महोदय, आज यो संसदको रोस्टममा उभिँदै गर्दा सत्तापक्ष, सरकार, प्रतिपक्ष र विश्व जगतलाई भन्न चाहन्छु, हामी गाउँबाट आएको मान्छे हो। तपाईँ कहीँ हुनुहुन्छ होला, कोही बुढानी नन्द पढेको, कोही भिएस निकेतन पढेको, कोही रातो बङ्गाला पढेको। हामी अङ्ग्रेजी पनि बोल्न जान्दैनौँ किन हामी त्यो दुर्गम क्षेत्रबाट आएका हौँ। तपाईँका बाबुबाजेहरू धनी थिए, पढाए, हाम्रा बाबुबाजेहरू किसान थिए, पढाउन सकेनन्। तर हामी सङ्घर्ष गरेर यहाँ आयौँ। त्यो सङ्घर्षको एउटा आँसु हुन्छ, राज्य कसलाई चाहिन्छ? यो सुन्नुपर्ने कुरा हो, यो अहमता होइन। राज्य जहिले पनि शक्तिशालीको पक्षमा उभिने होइन, राज्य निमुखा र कमजोर नागरिकको सहारा बन्नु। सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्माननीय सभामुख मार्फत म भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई राम्रोसँग थाहा छ सुत्केरीको व्यथा भनेको के हो। उहाँलाई मात्र होइन यो देशलाई नै अवगत छ। तर आज बागमतीको किनारमा 10 दिनकी सुत्केरी महिला घरभित्र परली पस्दा उनको ओत भत्किँदा त्यो पीडा किन महसुस भयो? एउटा नाबालकको हातमा नेपाली झण्डा बोकेर आफ्नै घर भत्किएको हेर्दै आँखाभरि आँसु झार्दै आफ्नो किताब समेत निकाल्न पाएन त्यो बालकको मनमा राज्यप्रति कस्तो छाप बस्छ? त्यो नाबालकप्रति आज सत्ता छ, यसको मतलब यो होइन कि मैले जे पनि गर्न सक्छु भन्ने कुरा हो। सत्ता भनेको स्थायी हुँदैन, यो अस्थायी हो। त्यो भए हुनाले म स्पष्ट भन्न चाहन्छु, म अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने म पटक्कै छैन। त्यो बस्ती बागमती किनारका बस्तीहरू जुन नदीको ठाउँमा छन्, जुन सरकारी सम्पत्तिहरू हडपेका छन्, ती हटाउनुपर्छ भन्ने मान्यता राख्छु। तर सरकार हो कि आतङ्कवादी हो? कति दिनको समय म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु अगाडि राखेर तपाईहरु बस्दै गरेको घर 24 घण्टामा खाली गर्न सक्नुहुन्छ। त्यो भए हुनाले सरकारी सम्पत्ति जोगाउनु पर्छ भन्ने मान्यता राख्छु, अवैध संरचना भत्काउनुस्, त्यो भत्काउनु पर्ने पक्षमा बस्छु, तर मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन। सरकारले सुकुम्बासी बस्ती होइन हुकुमवासीको मानसिकतामाथि प्रहार गर्नुहोस्। आज सत्ता र शक्तिको आँटमा पूर्व मान्यज्यूले अघि भन्नुभएको थियो, सत्ता र शक्तिको आँटमा कसैलाई जोगाइदैन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुमवासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन छ? यसको प्रमाण यो संसदले चाहिन्छ। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदय, चाहे आफ्नो पार्टी होस् चाहे अर्काको पार्टी होस्, चाहे यो दलको होस् चाहे दलभन्दा बाहिरको होस्, सुकुम्बासी भत्काउने क्रममा 2 जना मान्छेले आज आत्महत्या गर्नु पर्यो। अब प्रश्न उठ्छ, नागरिकको ज्यानको सुरक्षा राज्यको कर्तव्य हो कि नहीं? हामीले संसदमा पहिलोपटक संसदमा बानेश्वरमा उभिँदै गर्दा प्रेम आचार्यले अगाडि आएर आत्महत्या गर्नुभयो संसद भवनको गेटमा।
हामीले सत्ता पक्षलाई खडो प्रश्न गर्यौं, तर आज तिनै साथीहरू आज सत्ता पक्ष होइन सरकारको कुर्सीमा बस्नु भएको छ। ती आत्महत्या गर्ने मान्छे त्यसको नागरिक हुन्। कहाँ हुन् तिनीहरू? विदेशी हुन्? त्यो के कारणले आत्महत्या गरे त्यसको सोधीखोजी गर्नुपर्छ कि पर्दैन? बागमतीको किनारभन्दा ठुलो मान्छेको ज्यान हो। त्यो किनार त भोलि बनाउँदैन, तर मान्छेको जीवन फर्केर आउँदैन। त्यो भाग हुनाले माननीय सभामुख महोदय, विकासका नाममा यदि नागरिक यति निराश बन्छ कि उसले बाँच्ने आश नै गुमाउँछ भने त्यो केवल व्यक्तिको हार होइन, राज्यको असंवेदनशीलताको पनि असफलता हो। कानुन कार्यान्वयन आवश्यक छ, गर्नुपर्छ, तर मानवीय संवेदना झन आवश्यकता छ। राज्यले घर मात्र होइन, नागरिकको आत्मविश्वास र बाँच्ने आधार पनि जोगाउनुपर्छ। त्यो भावना सम्माननीय सभामुख महोदय, यो चाहिँ मैले अघि बागमतीको पीडामा सरकार राज्य चाहिँ जहिले पनि गरिब कमजोर निमुखाको पक्षमा हुने, राज्य चाहिँ शक्तिशालीको पक्षमा, व्यापारीहरूको पक्षमा, राज्य सुकिल्ला मुकिल्लाका पक्षमा हुने राज्य किन चाहिन्छ? आज अरबपतिहरूलाई राज्य चाहिँदैन, स्पष्ट कुरा हो। राज्य त्यसलाई चाहिन्छ जसको भोको पेट छ, राज्य त्यसलाई चाहिन्छ जो अन्यायमा परेको छ, राज्य त्यसलाई चाहिन्छ जो निमुखा छ। तर राज्य नै त्यसको पक्षमा पुग्दैन भने यो राज्यको के महत्त्व हुन्छ? त्यो भएको हुनाले राज्य जनताप्रति वफादार बनोस्। सम्माननीय सभामुख महोदय, अब आज म अरू विषयवस्तुतर्फ जान्छु।